राष्ट्रिय स्वतन्त्र पार्टी रासपको नेता राजीव खत्रीको फेसबुक पोस्ट पछिल्लो समय शंकाको घेरामा परेका छन्। हिजो मात्र उनले गरेको एउटा फेसबुक पोस्टमा अस्वाभाविक रूपमा हजारौं विदेशी नाम भएका अकाउन्टहरूबाट लाइक र लभ रियाक्टको ओइरो देखिएपछि सामाजिक सञ्जालमा अहिले तीव्र आलोचना मचिएका छन्। पोस्ट गरिएको छिनभरमै हजारौं प्रतिक्रिया आउनु, तीमध्ये धेरै जसो अकाउन्टहरूमा विदेशी नाम र नेपाली पहिचान नखुलेको हुनाले प्रश्न उठेका छन्। उनी हालसालै रासपामा प्रवेश गरी भक्तपुरबाट चुनाव लड्दैछन्। रासपा प्रवेश गरेपछि एकाएक उनको पनि फेसबुकमा विदेशीहरू धेरै जोडिएको देखिन्छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस घटनालाई लिएर रासपामाथि विदेशी एजेन्ट प्रयोग गरिएको हो कि भन्ने शंका गर्न थालेका छन्। कतिपयले यसलाई दुर्गा प्रसादले अघिल्लो दिनहरूमा रासपाबारे लगाउँदै आएको आरोपको तुलना पनि गरेका देखिन्छन्। कतै दुर्गा प्रसादले बोलेको सत्यता त हुँदै छैन भन्ने प्रश्न गरिएका छन्। दुर्गा प्रसादले बालेन रविहरूको पोस्ट गरेको छिनभरमा विभिन्न पपुलर व्यक्तिहरूको भन्दा पनि लाखौं लाइक आउँछ किन भनेर बारम्बार प्रश्न गरिरहेका थिए र उनले विदेशीहरूलाई चलाएको र विदेशीहरूबाट मार्फत चाहिँ लाइक फलोवर्स बटुलेको भन्ने प्रश्नहरू गर्दै आएका थिए। आज राजीव खत्रीको फेसबुक वालबाट सत्य तथ्य यथार्थ हेर्नु होला। राजीव खत्रीको फेसबुक पोस्टमा जाउँ। यो राजीव खत्रीको फेसबुक पोस्ट हो। यो फेसबुक पोस्ट र अन्य फेसबुक पोस्टहरूमा पनि उहाँको धेरै किसिमको विदेशी मार्फत चाहिँ लाइक कमेन्टहरू आएको देखिन्छ। यसमा चाहिँ तपाईँको 19K रहेको छ, 19,000 लगभग रहेको छ। यसमा तपाईँको लाइकमा चाहिँ सम्भावना छैन हामीले गनेर विदेशीहरू। र तपाईँको लभ ऱ्याङ्कमा जाउँ। लभ ऱ्याङ्कमा चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरूले। हेर्नुहोस् त यहाँ सबै प्रायः तपाईँको विदेशी नाम के नेपाली नाम नरहेको अपरिचित व्यक्तिहरू मात्रै यहाँ हामीले भेटिन सकिन्छ। यहाँ हेर्नुहोस् यस्तो छ अवस्था। हामी यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरूको पनि राजीव खत्रीको फेसबुक पोस्टमा गएर हेर्न पनि सक्नुहुन्छ। यो कुनै पनि फेक हिसाबले क्रिएट गरेको छैन। हामी यहाँ यो नाम गरेको एकजना क्लिक गरेर यो विकी कास्ट्रो भन्ने चाहिँ तपाईँको लिभ इन मनुगुवा फ्रम अमेरिका भनेर भनेको छैन। हेर्नुहोस् है। अब अर्कोमा थिचेर हेरौँ। यो पनि तपाईँको लिभ इन डालस टेक्सस रहेको छ है। यस्तो छ हेर्नुहोस् है। कतै यो अमेरिकाबाट परिचालित त भइरहेको छैन भन्ने पनि पुरै शङ्काको घेरा बनिसकेको छ यो रासपाभित्र। एकाएक रासपामा राजीव खत्री प्रवेश गरेसँगै यस्तो अवस्थाहरू फेसबुक पोस्टमा भइरहेको छ। यो कसरी यस्तो भइरहेको छ भन्ने पनि एकदम शङ्काको घेरा बन्न पुगिसकेको छ। ल हेर्नुहोस् सब विदेशी मात्रै रहेको छ। नेपाली त खोइ भेटिँदैन। हेर्नुहोस् त यस्तो छ। त्यो पनि लभ ऱ्याक कसरी हान्न सकिन्छ भन्ने हो क्या खास कुरा चाहिँ। हेर्नुहोस् तपाईँ।